अक्षुभ्याय वर्धयामि ओम सहस्रहरणाय वर्धयामि ओम सर्वप्रहरणाय वर्धयामि ओम शांताकारं कुलशेखरं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघारुणं शुभांगं लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यानगम्यं वन्दे विष्णुं भवहरं सर्वलोकैकनाथं सदङ्गचक्रं चकिरीटमण्डलं सपीतवस्त्रं सरसीर्हिक्षणं सारोच्चशुलकोत्सवश्रियं नमामि कृष्णं शिरसा चतुर्भुजं नमामि कृष्णं शिरसा चतुर्भुजं वेदपुराणिकण्ठ भगवान की काकटे पशुपतिनाथ की जय हो भगवान की जय हो भगवान की समस्त भक्तजन हरो की समस्त गुरुजन हरो की समस्त कर्ताजन हरो की राधिक महाराज की राधिक सत्य सनातन धर्म की मूल्याङ्कन नगरपालिका वडा नम्बर 3 मूल्याङ्कन मन्दिर प्राङ्गणमा आज मिति 2082 मङ्सिर 15 गते एकादशीको दिन यो 1.25 करोड दीप प्रज्वलन कार्यक्रमको दृश्य हो। यो यति बेला दिनको 4:15 भइरहेको छ। मन्दिर प्राङ्गणमा यो दीप 1.25 करोड दीप प्रज्वलन कार्यक्रमको तयारी भइरहेको यो दृश्य भिडियोमा हामीले खिच्दैछौँ। यहाँ विभिन्न स्थानबाट भक्तजनहरूको आउने क्रम जारी रहेको छ। यो दीप पनि यो राख्ने क्रम जारी रहेको छ। अति सुन्दर देखिरहेको छ यो दृश्य। मूल्याङ्कन मन्दिर प्राङ्गणमा यो पहिलो पटक 1.25 करोड दीप प्रज्वलन कार्यक्रम भएको हो यो र यो अति सुन्दर देखिरहेको छ। विभिन्न सजावटको कार्यक्रमहरू पनि बनिरहेको छ। विभिन्न पण्डितहरू यहाँ सजाउने कामहरू गरिरहेका छन्। भक्तजनहरू विभिन्न स्थानबाट यहाँ आउनु भइरहेको छ। यो साँझको समयमा झन् अझै यो सुन्दर देखिन्छ होला। यो दीप प्रज्वलन गरिसकेपछि यति बेला यो राख्ने क्रम भइरहेको छ। यो केही समयपछि यो दीप प्रज्वलन कार्यक्रम हुनेछ होला। सायद यो आरती भगवान् विष्णुको आरती 6:30 बजेतिर यो भगवान् विष्णुको साँझको आरती गरिसकेपछि त्यही आरतीको दीपबाट यो 1.25 करोड दीप प्रज्वलनको उद्घाटन हुने जस्तो देखिन्छ यो। र अहिले यो तयारी हुँदै गर्दाको साथको यो भिडियो हामी तपाईँहरूलाई देखाइरहेको छ। मूल्याङ्कन मन्दिर प्राङ्गण